के गफ अरे हानेको के गफ के अरे ए त्यो लामी टारमा उहिले ढोका लिन जान्थे भन्ने कुरो गरेको क्या उहिले जमानामा। अनि लामी डाँडा जाँदा के भयो अब के गरेर जाँड र के अन्डा खाएको हो त्यो एउटा चन्द्र बहिनी भन्ने थियो कि अब त्यो चन्द्र बहिनी भन्थ्यो उसले अब उहिले जाँडहरू अन्डाहरू लिएर आउँथ्यो। अहिले त त्यो बालेको बाले जताको नि बाले भन्ने साथीको बुढी हो होइन जाँड खानु चाहिँ गइन्थ्यो यसो तपाईँ के जाँड हान्ने उसले अर्का उसले पटेको अलिक होसको दबाई खाएर कुरो गरेर जतिखेर पनि पट्याउने खट्याउने कुरो नगरे तँ जस्तो म अहिले होसको दबाई खाएर कुरो गर के गरेको के गर्दै पट्याउने सटाउने कुरो गरिरहेको होइन जाँड जाँड खाएको भनेको मैले जाँड खाएको जाँड चाहिँ खाएको चाहिने अनि तपाईँ जाँड रस्न खाने मान्छे होइन नि म उहिले पनि ड्राइभर गर्दाखेरि त्यहाँ जाँड खानु जान्थेँ क्या त्यहाँ ए त्यसो भन्नु नि त अनि के गर्दै पठाउने भनिरहेको त अनि जाँड रस्न अर्काको बुढीलाई पठाउने जस्तो लाग्यो तँलाई जाँड रस्न खाने मान्छेले तपाईँले खानु नि त्यत्रो वर्षमा हिँड्छ कि ए पहिला 15-16 वर्षको उमेरमा खान्थेँ नि हो त्यो बेला लिम्बूको छोरा होइन म हो त्यो बेला चाहिने कुरोहरू गर्दाखेरि बेकारमा अहिले त लिम्बूहरू पुरा पण्डित भएको छ पढ्ने नै हुन्छ त नि अब सबै अब छोडिदिएको अरूलाई खाओस् होइन घिचोस्